दर्शकबिन दाङमा भेटिए एकजना यस्तो पुरुष जसले आफ्नो स्वर्गीय श्रीमतीको ठूलो शालिग घरभित्रै निर्माण गरेका छन् र दैनिक जसो सो शालिगमा दियो बाल्ने र चुम्बन गर्ने गर्दछन्। मैले सदा चाहिँ मैले यहाँ दियो बाल्छु, दियो बालेर मैले चाहिँ साँझ पख मैले चुम्बन गर्छु। मैले यो प्रायः जस्तो अधिकांश दिन गर्थेँ, तर त्यो दिन मलाई चाहिँ त्यस्तो खालको एउटा फिल आयो र मैले त्यो एउटा भिडियो बनाएर पोस्ट गरेको हो। मैले पब्लिक गरिदिनुहोस्। कस्तो दुरुस्तै छ है, ठक्कै यस्तै नै हुनुहुन्थ्यो। हजुर यस्तै हुनुहुन्थ्यो। 80% चाहिँ अब मिल्छ र भन्छन् मृत्यु नै अन्त्य होइन, मेरी आशा भौतिक रूपमा मेरो साथमा नभए पनि टाढिएको महसुस नहोस् र सधैँभरि यस्तै माया गर्न पाइराखौँ भनेर म यसो गरेको हुँ। डेथ इज नट द इन्ड भनेर मैले राखेको छु होइन। खासमा चाहिँ मृत्यु नै अन्त्य होइन, मृत्युपछि पनि जीवन केही कुरा रहन्छ, त्यो नै प्रेम हो होइन। चाहे जीवन्त रहोस् चाहे मृत्यु होस्, प्रेम नै हुन्छ। मैले झन्डै 15 वर्ष चाहिँ मैले चाहिँ बिताएँ उनीसँग बिताउँदाखेरि चाहिँ मेरो प्रेम नहुने कुरै भएन, आघात प्रेम थियो र उनी बितेर गइसके तापनि म उनको सम्झनाको लागि चाहिँ उनी भौतिक रूपमा मसँग नभए तापनि उनको शालिग मूर्ति निर्माण गरेर म उनलाई प्रेम गर्न सक्छु र उनीप्रतिको प्रेम मैले त्यहाँ पोख्न सक्छु भनेर मैले उनको चाहिँ शालिग निर्माण गरेको हो। खासमा चाहिँ मैले उनको सम्झनाको लागि त्यो निर्माण गरेको हो। जसरी इन्डियाको ताजमहल त्यो पनि राजाले रानीको सम्झनामा निर्माण गर्नुभएको थियो, त्यसै गरी नेपालको चाहिँ रानीमहल पनि आफ्नो श्रीमतीको चाहिँ सम्झनामा निर्माण भएको थियो। त्यसै गरी मैले पनि आफ्नो बलबुताले भ्याएसम्म, क्षमताले भ्याएसम्म मैले मेरो श्रीमतीज्यूको शालिग निर्माण गरेँ र खास गरेर मेरो त्यो प्रेम पोख्ने थलोको रूपमा मैले लिन्छु। आफ्नो वैवाहिक वर्षगाँठको दिन आफ्नै टिकटक एकाउन्टबाट यी सबै कुराहरू छताछुल्ल पार्दै उनले उल्लेख गरेका छन्। सधैँभरि सुटुक्क गरिने माया आज सार्वजनिक गरिदिए आशा भनेर उल्लेख गरिएको एउटा स्ट्याटस र स्वर्गीय श्रीमतीलाई चुम्बन गर्दै अङ्कमाल गर्दै गरेको एउटा टिकटक सागर बरु सुकेर गइजाला जान्न माया कहिले नि सुकेर भन्ने बोलको गीतमा टिकटक बनाएर सार्वजनिक गरिदिनु भयो। तपाईँ एउटा महान श्रीमानको रूपमा अहिले आम नेपाली समाजमा दर्शिनु भएको छ। चौतर्फी तपाईँको प्रशंसा तारिफ भइराखेको छ। खासमा के लाग्यो सर तपाईँको श्रीमतीको तस्बिरलाई अब एउटा घरकै आफ्नै बेडरुमको छेउमा शालिग बनाएर यसरी राखिरहँदा दैनिक रूपमा जसरी जीवित रहँदा गरिने माया पोख्नुहुन्थ्यो त्यसै गरी अहिले पनि दैनिक पोख्नुहुन्छ शालिगमा? हजुर, मैले अधिकांश मैले भ्याएसम्म साँझपख दियो बाल्ने गर्छु उनको अगाडि। त्यसपछि मैले चाहिँ उनलाई चुम्बन गर्छु। मैले यो चाहिँ गोप्य तरिकाले सुटुक्क गर्थेँ। मैले एकदम मलाई छुट्टै खालको फिल आयो र मैले चाहिँ पब्लिक गर्नुपर्छ, मेरो प्रेम चाहिँ पब्लिक गर्नुपर्छ भनेर मैले चाहिँ पब्लिक गर्नको लागि अघि हजुरले भने जस्तै सागर बरु सुकेर गइजाला भन्ने मैले भिडियोमा त्यो खालको चाहिँ भिडियो बनाएको। खास गरी तपाईँहरूको बिहे चाहिँ कसरी भएको सर? प्रेम बिहे हो कि मागी बिहे कसरी भएको थियो? ठ्याक्कै प्रेम बिहे त होइन, हाम्रो प्रेम र मागी विवाहको मिक्स नै हो। जस्तो हामी सँगैसँगै एउटै घरमा भाडामा बस्थ्यौँ। उनी र म बिचमा चाहिँ चिनजान बोलचाल देखभेट भइरहेको थियो। त्यसपछि चाहिँ मागी विवाह भयो। मैले मन पराएको थिएँ उनलाई, त्यस्तै चाहिँ प्रसङ्ग आयो बिहेको। त्यसपछि मैले चाहिँ त्यसरी मागी बिहे भनौँ, मागी बिहे नै भनौँ। मन पराएको कुरा चाहिँ कसरी व्यक्त गर्नुभयो सुरुवाती? होइन, मैले चाहिँ त्यसरी पर्सनल्ली उनीसँग चाहिँ त्यसरी बसेर कुरा गर्ने अथवा मैले माया गर्छु भन्ने खालको कुराहरू केही पनि भएन। हाम्रो औपचारिक कुराकानी हुन्थ्यो, तर मैले भित्रभित्रै मनमा मन पराइसकेको थिएँ र पछि त्यो मागी विवाहमा परिणत भयो। के थिए त्यस्ता बिर्सिनै नसक्ने पलहरू जीवनमा श्रीमतीसँग बिताएका त्यस्ता अविस्मरणीय पल अहिले ठ्याक्क सम्झिनु पर्दाखेरि जसले तपाईँलाई दैनिक रूपमा
त्यो कल्पनाले मात्र तपाईँलाई घन्टौँसम्म एउटा भुल्ने बाटो बनाउँछ? त्यो त धेरै छन् कुराहरू, धेरै छन्, सबै कुराहरू व्यक्त गर्न सम्भव पनि छैन। खासमा चाहिँ पहिलो जुन खालको हाम्रो चाहिँ विवाह भयो त्यो चाहिँ अर्ग्यानिक विवाह थियो। पहिलो विवाह अर्ग्यानिक नै हुन्छ र जस्तो हामीले सानो एजमा बिहे गरेको थियौँ, मेरो चाहिँ 24 वर्ष उमेर थियो र उनको 20 वर्ष उमेर थियो र हामीले चाहिँ त्यसरी सानो एजबाट स्टार्ट गरेर जुन अभाव, जुन गरिबी, जुन समस्याको बेला हाम्रो चाहिँ सम्बन्ध गाँसिएको थियो, त्यसपछि बिस्तारै बिस्तारै सफलता हासिल गर्ने क्रमसँगसँगै हाम्रो आर्थिक अवस्था पनि उठ्दै उठ्दै गयो र त्यसपछि सबै कुरा प्राप्त भइसकेपछि, मोटामोटी चाहिँ मध्यम वर्गले प्राप्त गर्ने कुराहरू प्राप्त गरिसकेपछि अब हामीले चाहिँ मेरो सङ्घर्षको दिनहरू गए र अब हामी खुसी हुनुपर्छ, सुखको दिनहरू आए भनेर सोच्ने बेलामा उनको दुःखद देहान्त भयो। यही कुरामा म निकै दुःखी छु।